लोकसेवा खरिदार गर्नु भइरहेको सबैलाई बधाई छ। फर्स्ट पेपर पास गर्नुभएकोमा र सेकेन्ड थर्ड पेपर भनेको चाहिँ भदौमा हुन्छ 6-7 गते 7-8 गते चाहिँ शनिबार यस्तै शनिबार पारेर हुँदैछ र यो चाहिँ उयो केन्द्रीय सङ्घको इक्जाम हो र सेकेन्ड थर्ड इक्जाम चाहिँ तपाईँको डिटरमाइन्ड इक्जाम पनि हो। यसमा राम्रो गर्नुभयो भने तपाईँ इन्टरभ्यूमा पनि राम्रो इन्टरभ्यूमा भनेको एभरेज मार्क्स नै आउने हो सबैको। त्यही भएर त्यसैले गर्दाखेरि चाहिँ यो सेकेन्ड थर्ड पेपर भनेको चाहिँ तपाईँको एकदमै डिसिसिभ पेपर पनि हो, किनकि फर्स्ट पेपरको मार्क्स जोडिने भएन। यही मार्क्सले जसले बढी मार्क्स ल्यायो त्यसकै मेरिट बेसमा पास हुने। अब सेकेन्ड पेपरमा चाहिँ अलिकति के फाइदा छ, यदि तपाईँ म्याथ राम्रो गर्नुहुन्छ भने भन्दाखेरि चाहिँ तपाईँको म्याथ सबै मिलाउनु भयो भने 30 मार्क्स म्याथबाट आइहाल्छ। तपाईँको पासिङ मार्क्स 40। अब तपाईँले अलिकति संविधान पढ्नुभयो, संविधानको नीति पढ्नुभयो, नीति र अनि संविधानहरू पढ्नुभयो भने चाहिँ तपाईँलाई राम्रो फाइदा हुन्छ। यताबाट कार्यालय व्यवस्थापनबाट एउटा नमुना सोध्छ, प्रतिवेदनहरू केही नमुना सोध्छ, जुन काटकुट सबै मिलाउनु भयो भने चाहिँ राम्रोसँग गर्नुभयो भने चाहिँ तपाईँको 50 देखि लिएर 60 को रेन्जमा चाहिँ मार्क्स आउँछ सेकेन्ड पेपरबाट, जुन चाहिँ डिसेन्ट मार्क्स हो। र थर्ड पेपर चाहिँ अलिक गाह्रो हुन्छ, किनकि निजामती ऐनहरू छ त्यहाँ, सङ्घ प्रदेश अनि होइन, अनि खाद्य सम्प्रभुता अनि परिचय पत्रहरू यस्तोहरू छ जुन चाहिँ अलिक गाह्रो हुन्छ। अब लकको कुरा हो, अब तपाईँले पढेकै आयो भने चाहिँ बोनस भइहाल्यो, अब आएन भने चाहिँ जस यताउता तानिदिनु भने लेखा पनि गाह्रै हुन्छ। अब लेखाकै फिल्डबाट आउनु भएको छ भने चाहिँ फाइदा भइहाल्यो, बोनस नत्र त गाह्रो हुन्छ। त्यसै अब कानुनहरू चाहिँ सबभन्दा सजिलो भनेको चाहिँ कानुन हो, यसबाट सजिलै मार्क्स आउँछ। अब त्यसबाट नि 15 मार्क्स ल्याउनु भयो भने पनि 50 जति मार्क्स ल्याउनु भयो भने राम्रो, तपाईँको पास सिफारिस हुने चान्स चाहिँ एकदमै हाई हुन्छ। जुन यताबाट 55 यताबाट 50 भने चाहिँ 105 भइहाल्यो। 105 ल्याउनु चाहिँ तपाईँ लगभग फिक्स नै हुनुभयो सरकारी जागिर खानको लागि। हस् त, थ्याङ्क यू। यो पनि छ यसको लागि खरिदार।